60 वर्षीय आमाको सहारा बनेका पदम 81 दुर्घटनामा परेपछि आमाको बिचल्ली भएको छ। यत्रो भएको छोरो पालेर बसेँ, मेरो उमेर थियो त्यस्तो गरी यसैलाई बस मैले मलाई यस्तो गरेर बस्नु परेछ कि हेर्नुहोस् जे हुन्थ्यो त यस्तो नगरिदिएका हुन्थ्यो हुँदै खुसुक्कै पारिदिएका नि भुल दाउला बाउ मऱ्यो नि यसको मुख हेरेर बसेकी हुँ के गर्ने अहिले यस्तो दुःख भएको छ। घटनास्थल पुग्दाखेरि बाटोमै रोडमै पल्टिरहेको थियो अनि रगतमै भएको थियो। सपनामा देख्छु कहिले काहीँ उड्छ दौड्छ बोल्छ जसँग जाग्छु आउँछु हेर्छु उस्तै छ। दर्शकबिन गत माघ 12 गते अर्थात् आजभन्दा 7 महिना अगाडि बुबाको तिथि सकेर आफूले चलाउँदै आइरहेको पसलमा जानुभएका 32 वर्षीय पदम परियार साँझ घर फर्किने बेलामा करिब 9:30-10 बजेको समयमा बाइक दुर्घटनामा परिसकेपछि यति बेला पदम मृत्युसँग लड्दै हुनुहुन्छ। आमा मैले कपडा स्याहारेर म 9 बजे आउँछु कि 7 बजे आउँछु भने मान्छे 10 बजे त्यस्तो भएछ बाबु। बोल्न सक्ने केही गर्नुहुन्न है? हो कहाँ बोल्ने बोल्दैन बोल्ने हुनुहुन्छ मान्छे। मान्छे त पदमजी हजुरलाई नमस्ते गर्यो नि होइन खै पदमजी मलाई देख्नु भएको थियो देख्नु भएको थियो। उहाँको पाल्पामा 3 महिनासम्म उपचार भयो, घरमा कमाएको सबै पैसा सकियो, सहयोग जुटेको त्यो पनि सकियो र यो घरसम्म बैङ्कमा राखेर उपचार गर्नुभयो तर 20 को 19 भएको छैन। फोन आइरहेछ किस्ता तिर्नको लागि ल आज कति आतुरी पारेछन् यहाँ फोन गरेको गर्छन् अब कसरी तिर्ने हो अब महिने पछि 12,000 मैले कहाँ ल्याएर तिरु। 60 वर्षको सहारा बनेका छोरा यति बेला बिस्तारामा थला परेका छन्, न बोल्न सक्छन् न खान सक्छन्। दिशा पिसाब समेत आमाले स्याहार्दै आउनुभएको छ। आमा भक्कानिँदै भन्नुहुन्छ छोराले मलाई पाल्ने बेलामा मैले छोरालाई पाल्नु परेको छ। यसले मलाई पालेर बस्ने यसलाई मैले पाल्न पर्ने भयो दुःख भयो मलाई जाति। खुट्टाको अझै अपरेसन गर्न बाँकी छ र यो परिवारलाई यति बेला असाध्यै गाह्रो परेको छ भन्ने खबर यहाँका स्थानीय सागर गिरीले हामीलाई भनिसकेपछि आज हामी उहाँलाई भेट्न गुल्मीको मदाने 3 शीर्षनीमा आएका छौँ। सबैलाई नमस्कार, म मोहन बस्नेत। आज म आमासँग यसै विषयमा कुराकानी गर्नेछु, हामीसँगै रहनुहोला। आमा नमस्ते। नमस्ते। तपाईँको नाम? कली दमिनी। कली दमिनी। हजुर। अनि छोरालाई काखमा लिएर बसिरहनु भएको छ। हजुर। खास के भएको आमा छोरालाई? छोरालाई त अब त्यही अब बाइक पोल्टेको भन्छन् गरेर हजुर आफूले देखेन मैले यसको हात गरेर बसिदिएँ मलाई अहिले यस्तो परेछ यस्तो यत्रो 8 महिनासम्म यस्तो हेरेर बस्नु परेछ। बाइक दुर्घटना पर्नुभयो 8 महिना भयो यस्तो भएको? 8 महिना भयो हजुर। 8 महिनादेखि तपाईँले स्याहार गर्दै आउनुभएको छ? स्याहार त गर्नु पर्यो बाबु जसरी अनि ऋण धन गरेर ए बाबुलाई मैले अहिलेसम्म कसैको हातको गर्ने सहायता त संसारले गर्यो हेर्नुहोस् मेरो बाबुलाई नगरेको कोही छैन हेर्नुहोस् तर बिमार हेर्नुहोस् जेको त्यही भयो न खुट्टो चल्छ हेर्नुहोस् न हात चल्छ। बोल्न सक्नुहुन्न? बोल्न त कहाँ बोली आछ त बाबु आएन नि। दिशा पिसाब त ड्राइभर लगाइदिने हो हेर्नु पाएको छ गरेर बाबु मैले त धेरै चिन्ता गरेर बसेछु। छोराको ठुल्ठुलो कमी थिएन अब तिनी आफ्नो छोरी पालेर बसेको थिएँ मैले बाबुले हेरेर बसिदिएँ मलाई अहिले यस्तो बुढा लेखेको रहेछ मैले त हजुरसित हात थापेर खाने जस्तो भइसक्यो। तपाईँले कसरी थाहा पाउनुभयो छोराको दुर्घटना भयो भन्ने? दुर्घटना हुँदाखेरि त उनीहरूले खबर ल्याउनु हो मलाई। हजुर। मैले बेलुकी अब थाहा भने हेर्नु मैले यो छोरासित 6 बजे पानी आएको 6 बजे मैले यो छोरासित बोलेको अर्कोचोटि फोन गरेँ आमा मैले कपडा स्याहारेर म 9 बजे आउँछु कि 7 बजे आउँछु भने मान्छे 10 बजे त्यस्तो भएछ बाबु राति मैले अब घरमा छोरा थिएनन् अब 2टा छोरा उता थिए यो यसले मलाई पालेर बस्ने यसलाई मैले पाल्न पर्ने भयो दुःख भयो मलाई जाति। त्यहाँ अर्को दिन बाबुलाई खोल्न जान्छु भने राति उजेल भएपछि यत्र उति गरेर अब हिँड्छु भन्न लागेको थियो 6:30 बजे थियो हिँड्न लागेको थियो त 4 जना भएर आए अन्त भाउजू भने हजुर भने कान्छाको बाइक पोल्ट्यो बाइक पोल्टिँदाखेरि निधारमा यतिकन घाउ लाग्छ अरू केही लागेन आम्चा राति पनि हामीले तमस पुऱ्यायौँ भन्न आयो रुद्र सरले। मैले रुद्र सर जे कुरो तिनले गरेको छ मैले हजुरले त्यही कुरो बताइदिन्छु मलाई अर्को दिन आएर सोधेको मैले त्यहाँदेखि मेरो यत्रो भएको छ त्यस्तो हुँदाखेरि म रुन पछि लाएँ हेर्नुहोस् उनले मलाई त्यस्तो भनेको बिहान आएर तपाईँ राति त्यहाँ रुनुहुन्छ कि केटा घरमा थिएनन् बुढा पनि भएको चाहिँ कहाँनिर हो मेरो त त्यति थाहा छ यो खास दुर्घटना भएको चाहिँ कुन ठाउँ हो? ढाबा सिमलटारी। हजुर यो यता सिमलटारी उहाँ ढाबा हो। उहाँले पसल गर्नुहुन्थ्यो सिमलटारीमा? नाइ पसल गर्छ सिमलटारी यसलाई लगेर त्यस्तो दुर्घटना भने यहाँ ढाबा पर्छ उल्लो बजारमा।
सिमलटारीमा चाहिँ पसल गर्नुहुन्थ्यो हजुर सिमलटारी ओल्डो बजार ढाबामा चाहिँ दुर्घटना भयो भयो अब यहाँ सिमलटारी होइन यो ढाबा हो भनेपछि त अब तपाईँलाई गाह्रो त छ आमा है गाह्रो त बेसी छ बाबु अन्त अब कसरी बाँच्छु मलाई पहिले बाबुहरू आउनुहुन्छ भन्दा मलाई जति त्यो हर्का लाएर म बसिछु बाबु मैले अब यस्तो छोरो पालेर नहुँ गर्दै खानु बढ्नु उँदै गर्दै गयो नि एक एक गोरो हुँदा हुने होइन ठिक हुन्छ आमा बिस्तारै टेन्सन नगर्नुहोस् यत्रो भएको छोरो पालेर बसेँ मेरो उमेर थियो त्यस्तो गरे यसैलाई बस मैले मलाई यस्तो गरेर बस्नु परेछ कि हेर्नुहोस् जे हुन्थ्यो हुन्थ्यो यस्तो नगरिदिएका हुन्थ्यो उँधै खुसुक्कै पारिदिएका नि भुल धाउँला मलाई आज राति पनि निद छैन दिनमा भोक पनि छैन के गर्नुहुन्छ सोच्छु घाउ यस्तो हुने छ तपाईँको श्रीमानमै हुनुहुन्न श्रीमान भए त झन् के थियो त श्रीमान मरेको त मैले 12 वर्ष हुन्छ नि कति हुन्छ घरमा बिरामी छोरा लिएर बस्नु भएको छ है बिरामी छोरा ल्याएर त यही बाल मुखेर यसैलाई हेरेर त बसिथेँ कि मैले त अनि उपचार गरेर लानु भएको छैन उपचार त अब त्यही पाल्पा लगाउँ कर अब केही पनि भने यही घाउ मात्र यति यही घाउ सन्चो भयो भन्ने सगर बाबु यहाँ घाँटी पनि काट्दैछ नि घाँटीबाट बोल्न हुन्न र बोल्दैन हेर्नुहोस् न खुट्टो चल्छ न घाँटीबाट बोल्न हुन्छ न हात खुट्टो चल्छ यस्तो भएर बसेर छु 8 महिना अगाडि त एकदम ठिक हुनुहुन्थ्यो है हजुर अब यत्रो 8 महिनासम्म त 3 महिनासम्म त हामी पल्पै राखेको हेर्ला त हजुर त्यहाँ पछि ल्याएको त हुनु गएर म त ओर्नु घाट्न पल्लोतिर हुन्छ छोरछोरी त ती 3 भाइ सबै छन् यस्तो छोरो पल्टैछ यस्तो गरेर आँखालदेखि गयो नि मैले एउटा बुचो उपचार गर्थेँ मलाई रातारात ल्याउन आएको नि मेरो छोराको त्यत्तिको पोल्टेको थियो भने मैले हेरेर मैले मेरो छोरो यस्तोमा पोल्टेछ भन्दा होला अर्को दिन आएर मलाई सम्झाउँदै म छोरछोरीको पिरमा पोल्टिहालेँ म त रुद्र सरले जे भनेछ नि हेर्नु मैले उही बताउँछु अरू मैले केही बताउनु सक्दिनँ मैले आँखाले देखेको होइन अनि आमा अहिलेसम्म कति जति खर्च भयो खर्च त कति उठ्यो कुनै उद्धालाई थाहा छ ठिक छ हामी उहाँसँग थोरै कुराकानी गर्नेछौँ अनि अब तपाईँले घर खर्च कसरी चलाउनु भएको छ त यहाँ मुस्किलले चलेछु अब के चल्न सक्छु बाबु यस्तो पोल्टेछ मलाई कसैले दिन्नन् अब 3 जोडी बाल आफ्ना छोरछोरी छन् जोडी दिल्ली कमाइ उनी छोरछोरी पाल्न ठिक्क छ म त मुस्किल भयो यसलाई खुवाउने कुरो मेरो उपाय छैन बाबु खानेकुरा पनि छैन अहिले अब तिज आउन थाल्यो यस्तो मुडे पल्टेछ छोरो के गर्नुहुन्छ खाने खर्च पनि छैन अहिले खान त छ अलिअलि चाउल छन् अलिकति हजुर हजुरले यति छोराको उपचार गर्नुहोस् बाँचेछ भने त जसरी नाथावर खाएर ठिक छ पक्कै पनि योबाट हेरिसकेपछि सहयोग जुट्नेछ आमा पिर नगर्नुहोस् है अनि अब तिज आउँदैछ म तपाईँलाई तिज खर्च छोडिदिन्छु 5000 रुपियाँ है यो पैसाले चाहिँ अब छोराको त यसले उपचार के हुन्छ र त्यही पनि यसो मिठो मसिनो खानु होला 1 2 3 4 5 1 2 3 4 5 यो पैसा लिनुहोस् यसले तिज खर्च चलाउनु होला अब छोरालाई पैसा उपचारको लागि जुट्ला थोरै अनि त्यसपछि लैजाउँला उपचार गर्नको लागि है यो पैसा पठाउनु भएको थियो रामु पाण्डे बुमईबाट उहाँले भन्नुभएको थियो मोहनजी तपाईँ जहाँ दुःख देख्नुहुन्छ त्यहीँ दिनु होला भन्नुभएको थियो मैले यहाँ दुःख देखेँ यहाँ दिएँ हामीलाई सागर गिरी सरले फोन गर्नुभएको थियो है उहाँले भन्नुभएको थियो मोहनजी तपाईँ आउनुहोस् न पदम भाइको असाध्यै दयनीय अवस्था छ केही सहयोग जुड्थ्यो कि भन्नुभएको थियो र हामी आज आयौँ टेन्सन नगर्नुहोस् आमा अब रोएर कमजोर भएर केही फाइदा छैन जे नहुनु थियो त्यो भइहाल्यो बिस्तारै ठिक होला है त्यही त अब त्यो भन्दै त्यो के हुने त बाबु सन्चो हुने 8 महिनासम्म सन्चो होला आस्ते आस्ते सन्चो होला दुःख पायो मैले दुःख पाएँ छोराले दुःख पायो हजुर छोराहरूले बाट अब ओरा उता जान्छन् दिल्लीतिर म जान्छन् कसरी आमाले छोडेर जाम भन्छन् यस्तो भाइ छोडेर कसरी जाउँ भन्छन् यस्तो तिति बिग्रियो बाबु के गर्ने छोरा हेरेर बस्नु परेको छ है हेर्न त परेको बाबु के गर्ने त बाबु मऱ्यो नि यसको मुख हेरेर बसेकी हुँ के गर्ने अहिले यस्तो दुःख भएको छ हामीसँग पदम परिवारको साथी हुनुहुन्छ सुरुमा तपाईँ जानुभएको थियो त्यहाँ हो म सबभन्दा सुरुमा मै गएँ मलाई फोन आयो पदम एक्सिडेन्ट भयो युद्ध भनेर फोन आयो हजुर फोन आएपछि म त्यहाँ 5 मिनटमा म त्यहाँ पुगेँ घटनास्थल पुग्दाखेरि बाटोमै रोडमै पल्टिरहेको थियो अनि रगतमै भएको थियो अनि एम्बुलेन्सलाई फोन गरेर म एम्बुलेन्समा उसलाई राखेर म अनि त्यहाँ तङ्गास गएँ तङ्गास हस्पिटल जिल्ला हस्पिटलमा गएर यसो हल्का ब्यान्डेज गरिदिएँ
अनि त्यसपछि म यसलाई प्रवास लगेर म डाइरेक्ट यसको सिटी स्क्यान गरेँ अनि उता उसले तत्काल पैसा 3 लाख जम्मा गर्न भने मसँग 5,000 रुपियाँ खल्तीमा थियो हजुर अनि त्यसले त नपुग्ने भयो अनि मैले त्यहाँ सबै साथीहरूलाई फोन गरेँ अलि पैसा चाहिँ चाहिने भयो साथीहरू भने अनि हाम्रो शिक्षण समाज अनि हाम्रो यो क्षेत्र सबै साथीहरूले सबैले पैसा राम्रै उठाउनु भयो 15-16 लाख यसको खर्च भइसकेको छ हजुर अझ पनि त्यहाँ हस्पिटलबाट रिफर गर्न नपुगेर यहाँको जग्गा समेत मैले बैङ्कमै राख्दिनँ जग्गा पनि बैङ्कमा छ म आफै जम्मा नभएर म आफै निकालिदिएको अब त्यो तिर्नलाई हम्मे छ दिनदिनै फोन आउँछ किस्ताको आउँछ दाइहरू कहिले इन्डिया जानुहुन्छ फेरि आउनुहुन्छ उहाँको पनि आउन जानेमै मात्र ठिक्क छ यहाँ यो जग्गा समेत लोनमा छ धेरै दुःख नै पायो हजुर खास त कति बजेतिर त्यो घटना घटेको थियो यो पाउने 10तिर घटना जस्तो लाग्छ मलाई म यहाँ पाउने जस्तो हुन्छ के ठोकिएको अथवा हिँड्दा रोडमा कस्तो के थियो खास त्यहाँ तपाईँले हेर्नुको बाइकहरू बाइक पल्टिएको थियो हजुर प्रहरीले साथीहरूले यसलाई चाहिँ साइड लाएर बस्नु भएको थियो सुरुमा मलाई पनि छोड्न दिनुभएको थिएन अनि म एक्कासी समाएर एम्बुलेन्समा राखेर हिँडेको त्यहाँको बुद्धिजीवी हाम्रो रुद्र सर तुलसीराम अर्याल लगायतको सम्पूर्ण त्यहाँ सबै भनेपछि नसोचेको भयो है एकदम नसोचेको 12 गते उसको बुवाको तिथि पनि थियो फेरि यसले बुवाको श्राद्ध गरेर गएको रहेछ त्यही दिन यस्तो भएको त्यसै दिन यस्तो भएको रहेछ बुवाको तिथि हुने दिन नै यस्तो भयो पहिला त ठिक हुनुहुन्थ्यो हामी यस्तै हिँड्न सक्नुहुन्थ्यो पुरा यो धेरै उ थियो मेरो बच्चैदेखिको साथी हो एउटै थालमा खाने सँगै हिँड्ने यस्तो धेरै मिल्ने साथी हो सानो बच्चैदेखिको अहिले साथी यस्तो छ मृत्युसँग लड्दैछन् है एकदम दयनीय अवस्थामा छ सपनामा देख्छु कहिले काहीँ उड्छ दौड्छ बोल्छ जसँग जाग्छु आउँछु हेर्छु उस्तै छ त्यस्तै छ के टेन्सन नगर्नुहोस् अब ठिक होला बिस्तारै सहयोगहरू पनि जुट्ला अहिलेसम्म सहयोग चाहिँ जुटेको छ सहयोग जुटेको 15-16 लाख त जुटेको हो त्यो चाहिँ पुरै सकियो पुरै हस्पिटलमै पाल्पा ऋण छ अझै ऋण छ अझै हाम्रो अस्ति पनि यसको घाउ भयो पछाडि घाउ हुने क्रममा हाम्रो रेसुङ हस्पिटलमा पनि फेरि लाग्यो त्यहाँ पनि अझै 19,000 ऋण त्यहाँ तिर्न छ अझै त्यहाँ पनि ऋण छ अझ प्लस बैङ्कमा पनि छ अझै जस्तो कसैले सहयोग गर्न चाहनुभयो भने कन्ट्याक्ट नम्बर भनिदिनुहोस् न मेरो नम्बर 98 478 95 827 ठिक छ हुन्छ अब तपाईँलाई धन्यवाद है तपाईँ सुरुमा जानुभयो यसरी पाल्पासम्म लैजानुभयो सुरुमा नगएको भए अहिले यस्तो पनि हुन सक्थ्यो है एकदम ठिक छ हुन्छ धन्यवाद हस् धन्यवाद हामीसँग हुनुहुन्छ हामीलाई सुरुमै खबर गर्ने आउनु पर्यो भन्ने सिमलटारीका स्थानीय समाजसेवी र अहिले निर्वाचित जनप्रतिनिधि वडा सदस्य हुनुहुन्छ तपाईँलाई बधाई पनि छ तपाईँ वडा सदस्यमा निर्वाचित हुनुभयो भर्खरै धन्यवाद हजुर अनि तपाईँले भन्नुभयो आउनु पर्यो मोजी असाध्यै गाह्रो छ भन्नुभयो तपाईँ त नजिकको पनि हुनुहुन्छ खास के होला भन्नुहोस् त पदम दाइको अवस्था दयनीय छ सबैले देख्नुभयो उहाँ चाहिँ एकदम व्यावसायिक उद्यमशील व्यक्ति हो उहाँलाई चाहिँ आफैले केही गर्नुपर्छ भन्ने सोचले चाहिँ अघि बढिराख्नु भएको थियो अचानक यो अवस्थामा पुग्नुभयो उहाँको अवस्था देखेर अब म एकदम भावुक छु अनि हजुरलाई फोन गरेँ ल आउनुपर्छ है हजुर यस्तो छ अवस्था भने आउनुभयो ठिक छ तपाईँलाई धन्यवाद छ स्वदेश तथा विदेश बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले उहाँको अवस्था देखेर थोरै भए नि सक्दो सहयोग गरिदिनु होला उहाँको चाहिँ उद्धार हुन्छ भने म आशा लिएको छु ठिक छ हुन्छ तपाईँहरू लागि पर्नु भएको छ है अब यो भिडियो हेरिसकेपछि पनि कसैले म सहयोग गर्छु पदमलाई भन्नुभयो भने मोबाइल नम्बर कसको के छ मोबाइल नम्बर त उहाँ शीर्षिनी समाज पनि छ एउटा होइन अनि उहाँसँगै युद्धपुरीलाई पनि कन्ट्याक्ट गर्दा हुन्छ हामी नम्बर स्क्रिनमा राखिदिनेछौँ स्क्रिनमा नम्बर राखिदिनु होला अनि सँग र मेरो नम्बर राख्दा नि हुन्छ नम्बर भन्नु त मेरो नम्बर 98 674 57 914 सागर गिरी हुन्छ तपाईँलाई धन्यवाद है आमा हजुर भनेपछि यो घर पनि बैङ्कमा छ है हजुर बारी अब सकिएन 3 लाखमा पैसा तिर्न सक्न पाए हुन्थ्यो नसके त जाने त अब के गर्ने अब उपाय छैन जुटेको पैसा पनि सकियो सापट यताउति सबै सकियो र अन्तिम विकल्प घर पनि बैङ्कमा राखेर सकियो उपचार गर्नुभयो छोरालाई ठिक त अहिलेसम्म भएको छैन अब घरको चाहिँ फोन आइरहेछ किस्ता तिर्नको लागि है ल आज कति हाततुरी पारे खान यहाँ फोन गरेको गर्छन् अब कसरी तिर्ने हो अब महिनापछि 12,000 मैले कहाँबाट ल्याएर तिरु अब ठुल्ठुलो जाहिर भएका छोरा ल्याएका जाहिर भए पनि ओर्ली हुन्थ्यो
उनको जान पाल्नलाई उनको दिल्लीमा आफ्नो जान पाल्न मात्रै छ यिनको यो गैरेली गर्ने यत्रो कालीहरु सिपाली मान्छे यस्तो भएर पल्टियो छ पर्नु नपर्ने आपत पर्यो भन्छ बाबु यस्तो आपतमा पर बात नपर्ने छ काल पनि नआउने भने जस्तो हुन्छ उसले पनि थर्काउँछ उसले पनि थर्काउँछ आफ्नो उपाय छैन टेन्सन नगर्नुस् आमा अब हामी अहिले जान्छौँ कतिबाट सहयोग जुट्यो भने लिएर आउँछौँ है जुटेर ल्याएर आउनु होला बाबु यस्तो देखेर जानुभएको छ बोल्न सक्ने केही गर्नुहुन्न है कहाँ बोल्दैन बोल्ने चिन्नुहुन्छ मान्छे पदमजी हजुरलाई नमस्ते गरौँ नि होइन खै पदमजी मलाई देख्नु भएको थियो देख्नु भएको थियो बोल्न सक्नुहुन्न अलिअलि मान्छे सबै चिन्छ बोल्न सक्दैन मान्छे त सबै चिन्छ यस्तो होला भन्नु पनि थिएन बाबु यतिको गराइयो गर अब कस्तो ल्याएर कस्तो पिठो ल्याएर आछ त्यही त हो ठिक छ आमा अहिले हामी जान्छौँ है हस् आमा हस् यति बेला हामीसँग हुनुहुन्छ समाजसेवी सिमलटारीकै दिदी हुनुहुन्छ दिदी नमस्ते नमस्ते तपाईँको नाम मेरो अनिसा अर्याल अनिसा अर्याल तपाईँको अब देख्नुभएको होला किन सिमलटारीमै उहाँको पसल थियो है नसोचेको निकै दुःखद दुर्घटना भयो के भन्नुहुन्छ के भन्यो त्यही त हामीलाई राति त्यस्तो भयो भन्ने कुरो भयो उता यो ओल्लो बजारतिर हामीलाई केही थाहा भएन अर्कोतिर पदमलाई यस्तो यस्तो भयो अरे भन्ने हल्ला सुन्यो के भयो भन्दाखेरि 3 जना बाइकमा चढेको थियो अरे आफ्नै गाडी चलाउँदाखेरि आफै एक्सिडेन्ट परेर अब कसैले भन्छन् ट्र्याक्टरमा ठोक्यो कसैले टडकमा ठोक्यो भन्छन् कसैले बाटा पल्टियो भन्छन् हामीले पनि त्यति थाहा भएन अर्को दिन तुरुन्तै पाल्पा पुऱ्याएर भन्ने हामीले बल्ल थाहा पाएको थियौँ हजुर यो व्यक्ति भनेको कस्तो भने एकदम युवा सशक्ति एकदमको जोस जाँगर जे भने बजार व्यवस्थापन समितिमा यताउति क्लबहरूमा पनि बसेर काम गरौँ यस्तो गरौँ दिदी गर्नुपर्छ भन्ने अब यो पालिका छुट्टी भए पनि बसोबास सबै खान पनि सबै धेरै जस्तो सिमलटारी बजारमै थियो एकदम यस्तो राम्रो युवा हो कि अहिले यो अवस्थामा देख्दाखेरि हामी सबै भावुक छौँ कताबाट हुन्छ के हुन्छ भनेर हाम्रो सिमलटारी बजारले पनि दुई पटक उसको लागि पैसा उठाइयो यो होला जसरी अनि यो बाँचुस् भन्ने भावनाले पैसा उठाइयो र पैसा खर्च पनि भयो र अहिले यस्तो अवस्थामा हामी सुरुमा योलाई पाल्पाबाट लिएर आइसकेपछि सुरुमा यहाँ एकचोटि भेट्न आएको थियौँ उसले मान्छे पनि चिन्न थिएन बोल्न पनि सक्ने थिएन पाइपबाट उसले खाना खान्थ्यो तर अहिले धेरै सुधार भएको छ तर यसैमा पनि सबैले यसको दयनीय देखेर सबैले पैसा पठाइएर यसलाई निको भएर हिँड्न सक्छ भन्ने मेरो आशा छ हस् हुन्छ अब सबै लागि परिरहनु भएको छ है कतिबाट सहयोग जुट्यो उपचार सफल भयो भने हामी जस्तै फेरि पहिला जस्तै फर्किनु हुनेछ अहिलेको अवस्था देख्दाखेरि पहिला जस्तै फेरि रिकभर हुनुहुनेछ है हुन्छ धन्यवाद दिदी हस् धन्यवाद